A very good morning to you all, and welcome back to my channel. This is Dawa Serfa from Sandakphu, and आजको स्टे भनेको मेरो सेम प्लेस हाम्रो सानो दुनिया कयाकटामा तपाईहरुलाई धेरै धेरै स्वागत छ। आजको दिन चाहिँ क्लाउडी नै थियो। मर्निङ वक चाहिँ रेगुलरली क्लाउडी नै भइरहेको छ 2-3 दिन भयो, तर डे वाज नाइस। अनि मेरो मर्निङ ड्युटी भनेको चाहिँ मर्निङ वक जाने हुन्छ। मर्निङमा गएर मर्निङ वक जाँदै पान्डा ड्युटी हुन्छ हाम्रो। पान्डा ड्युटीको लागि म निस्केँ। यो देख्दै गर्नुभएको रोड भनेको इन्डिया साइडको रोड हो। यो चाहिँ एकदम सीमाको बाटो हो। यता तपाईले देख्दै गर्नुभएको राइट साइडपट्टि चाहिँ नेपाल छ भने लेफ्ट साइड चाहिँ इन्डियाको ल्यान्ड हो। बाटो एकदमै राम्रो छ, सानो छ र राइट नाउ वी आर इन यो बाटोमा हुँदा चाहिँ सिङ्गलिला नेसनल पार्कमा छौँ भनेर बुझ्दा हुन्छ। देन जाँदा जाँदै बाटोमा आफै दिनहरू क्लियर हुँदै थियो। बिस्तारै जति अगाडि बढे उति नै घाम देखिन थाल्यो। यसरी नै बाटो ट्राभल गर्दै 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 म अघि बढ्दै गएँ र आजको ड्युटी पनि पान्डा भेट्यो भने तपाईहरुलाई पान्डा देखाउने छु। बिफोर ब्रेकफास्ट पान्डा भेटियो भने तपाईहरुलाई देखाउने छु। ब्रेकफास्ट भन्दा अगाडि पान्डा भेटिएन भने आज तपाईहरुले पान्डा हेर्न पाउनुहुने छैन। भ्यू नै हेरेर इन्जोय गर्नुपर्ने हुन्छ बिकज आई हेभ अनदर ड्युटी। सो एकदमै जङ्गलको बिचको बाटो छ। यो चाहिँ एकदम पिसफुल छ। चराहरूको आवाजहरू सुन्दै अगाडि बढ्न सकिन्छ। फ्रम हियर माने भन्ज्याङ इज 21 किलोमिटर्स। हामी नेचर गाइडहरूको दुनिया चाहिँ यस्तै हुन्छ। बिहान उठ्ने, सबेरै उठ्ने र जति सक्दो नेचरलाई अरूमा इन्ट्रोड्युस गराउन चाहन्छौँ हामी चाहिँ। र टुरिस्टहरूलाई आफ्नो नेचरको बारे बुझाउने, आफ्नो नेचरहरूलाई देखाउने काम हुन्छ। बिहान सबेरै उठेर हामीले चाहिँ पान्डाहरू हेर्ने गर्नुपर्ने हुन्छ। अग्ला अग्ला डाँडाहरूमा गएर पान्डाहरूलाई स्पट गर्नुपर्ने हुन्छ। इट इज नट इजी बट इट्स ब्युटिफुल, इट्स पिसफुल। नेचरमा रमाउन सक्नेले यो काम गर्न सक्छ र 2-3 दिनको लागि त जो कोहीले रमाइलो लागे पनि जब तपाईँ मनदेखि नै नेचरमा लाग्नुहुन्छ, नेचरको संरक्षण गर्नुपर्छ भनेर लाग्नुहुन्छ, तब चाहिँ तपाईले यो काम गर्न सक्नुहुन्छ। घुम्दै फिर्दै जाँदाखेरि लागेको थकानलाई मेटाउनका लागि यहाँको डाँडाकाँडाले तपाईलाई चौतारीको आभास गराउँछ। चौतारी भएर तपाईलाई साथ दिनेछ। सहरिया दुनियाँबाट कोसौं टाढा बसेर यसरी रमाउँदै गर्दा तपाईको मनमा अनेकौं प्रश्नहरू उठ्न सक्छ। ती कुराहरूलाई यही नेचरहरूले, यही प्रकृतिले सम्हालेर तपाईलाई यस ठाउँमा राखिरहेको हुन्छ। यहाँ हस्पिटल त छैन, तर यहाँ स्वच्छ हावा छ।
यहाँ विद्यालय छैन, तर विद्यालय पढेर आइसकेकोहरूलाई अध्ययन गर्ने ठुलो थलो छ। यहाँ सिनेमा हल छैन, तर सिनेमेटिक भ्यूहरू हेर्नको लागि तपाईलाई नेचर छ। यस्तै कुराले हो मलाई यस नेचरप्रतिको मोह जागेको, माया जागेको। सो अबको ड्युटी भनेको मेरो चेन्ज हुन गइरहेको छ। म ब्रेकफास्टभन्दा अगाडि जति पाण्डा खोजेँ तैपनि पाण्डा साइटिङ नभएपछि अब मेरो टिमले, बाँकी टिमले पाण्डा खोज्नेछ भने म चाहिँ आज हाम्रो स्टेमा रहेको गेस्टको लागि मोमो डे भएकोले, मोमो चाउमिन बनाउनु पर्ने भएकोले आज म किचनमा हेल्प गर्नको लागि बस्नेछु। आज चाहिँ हामीले मोमो बनाउनु पर्ने हुन्छ, त्यही भएर मोमोको लागि चाहिँ सधैँ हामी बस्ने गर्छौँ। त्यही भएर आज मेरो मोमो ड्युटी पऱ्यो। ब्लू टी सर्टमा देख्दै गर्नुहुने दाइ चाहिँ उहाँ नै हो हाम्रो यस स्टेको हेड सेफ, एन्ड एनदर वान इज एसिस्टेन्ट सेफ। उहाँले पनि गर्नै हुन्छ। यदि हेड सेफ नभएको खण्डमा उहाँले सम्हाल्नुहुन्छ किचनलाई। म चाहिँ उहाँले रोटी बेलिदिनु भयो र म चाहिँ मोमो बनाउन थालेँ। चाउमिनको जे पनि काट्नुपर्ने थियो, कटिङ गर्नुपर्ने कुराहरू मैले कटिङ गरिसकेपछि उहाँहरूलाई मोमो बनाउन फटाफट सकाएँ। दिन एकदम राम्रो भएको छ, न्यानो भइरहेको छ। आज अरूतिर मर्ने गरेर गर्मी भइरहेको भए पनि यहाँ चाहिँ सधैँ 12 महिना अलिक चिसो नै हुन्छ मौसम। त्यही भएर ज्याकेट अनिवार्य नै हो। बिहान बेलुका अति नै चिसो हुन्छ। अब चाहिँ भने हाम्रो अलमोस्ट खानेकुराहरू पाकिसकेको छ। गेस्टको लागि बनाउनु पर्ने कुराहरू बनिसकेको छ। मोमोहरू हामीले सबै स्टिमको लागि राखिसक्यौँ, अनि प्लस स्टाफको खानाहरू पनि बनाउँदै हुनुहुन्छ। उहाँलाई देख्दै हुनुहुन्छ, उहाँ चाहिँ हाम्रो सोनु दा, हि इज फ्रम बागडुरा। र त्यतिकैमा मैले चाहिँ आफ्नो छोटो प्रस्तुति दिन जमर्को गरेँ। म त्यस्तो जान्ने गिटारिस्ट पनि होइन, मलाई गिटारको केही आउँदैन, सरगम केही आउँदैन, र यो गिटारमा तार पनि पुरा छैन। तैपनि मलाई चाहिँ गीत गाउन मन लाग्यो। छोटो खाली समयमा मैले एउटा प्रस्तुति राखेको छु, स्वीकारिदिनु होला। एउटा सपना छ तिमीलाई
तिमीलाई पाउनु पर्ने साथ छैन गुमाउने डर छैन माया गरिरहन माया गरिरहन तेरा सिलसिलामा तेरा मायाको हक्कामा तिम्रो नाम लेखिसकेका छु तेरो डाँडा आँखामा तेरा सिलसिलामा मौसम खुल्दाखेरि यो सानो गाउँ यति राम्रो देखिन्छ र छिनछिनमै परिवर्तन हुने मौसम हुन्छ। यहाँ चाहिँ एकदमै धेरै हावा चल्ने भएकोले गर्दाखेरि यहाँ बादलहरू आएर छिट्टो गाउँलाई छोपिदिन्छ। यही हो मेरो कर्मथलो। यही थलोमा हामी करिब 20-22 जनाको सङ्ख्यामा हामी कर्मशील छौँ। यही थलोमा बसेर प्रकृतिसँग रमाउँछौँ। आजको भिडियोमा मैले रेड पान्डाको भिडियो ल्याउन नसके तापनि रेड पान्डा साइटिङ चाहिँ भएको थियो र त्यो साइटिङ भइरहेको बखतमा मेरो ड्युटी किचन ड्युटी परेको कारणले मैले देखाउन नसके तापनि मेरो सानो गाउँ, मेरो सानो ठाउँ र हामी सबैको सानो दुनियाँ कयाकटाको भ्यू हेरेर तपाईले यतिसम्म साथ दिनुभयो। तपाईँ हेरिदिनु हुने दर्शक श्रोतालाई विशेष धन्यवाद दिँदै आजको यो अङ्कबाट म पनि बिदा लिन चाहन्छु। हवस् त, नमस्ते, बाई बाई।